सबैलाई झाँक्री हो झाँक्रीहरूले गर्छ त्यही बिरे झाँक्रीलाई सब बिरे झाँक्री कहाँबाट ल्यायो माछा भन्छ 26 किलो छ है यो हजुर 26 किलो मैले यत्रो मासु देखेँ थिएन यार बोला राम्रो मोरे छैन मर्ने पनि राम्रो नराम्रो हुन्छ र छिटो मर्दैन नि त बल्छीमा यत्रो कति किलो रे 26 किलो 26 किलोको माछा त्रिशुली खोलामा पाएको 26 किलोको माछा टुक्रा पारेर दियो भने माथि एभरेदेखि दिन्थ्यो यस्तो हातहरू बाइन हुनु हात त बम्बईमा आज कमललाई माछा देख्नुभयो कमललाई माछा देख्नुभयो होइन चिरा छ बल्छीमा पारे भन्छ खै यो माथि लेकमा बगारले हो कि यहाँ त कहाँ हुन्छ यहाँ त करेन्ट बिखालेर के फुलिरहेको हुँदैन हो यहाँ यो खोलामा त हुँदैन माथिबाट बगार्ने हो कि बगार ल्याउँदै खेल्दै आयो होला भेली लिएर आयो है माछा किन्दै 26 र 26 किलो 15 रुपियाँ कति किलो कति बेच्ला हो यो 1500 रुपियाँ किलो ब्रोइलर खाँदै हुन्छ अस्ति 18 किलोको यसले ल्याएर खाँद के खान्छ यस्तै हो होइन यो त्योभन्दा अगाडि अनि यहाँ बाघ आउनु भने कति होला चिसो बिरे कति रुपियाँ किलो कति रुपियाँ किलो 1500 रुपियाँ सिँगैको सबै गरेर होलसेललाई कति दिने कतिमा दिने यो लान्नु र हो कतिमा दिने भन्नु हच्चे हच्चे अब 1200 गर्ने होइन हच्चे माछा कति भने हच्चे माछाको 30000 30,000 यसको अनि 1200 नि बोक्नु पर्ने के हिसाब अनि यसको आन्द्रा पनि लाछ ज्यादा टाउकै हुन्छ 5 किलो यो अब 5 किलो बढी होला नि यहाँसम्म हुँदो रहेछ त्यो माछा व्यापारी बिरेले पारा माछा हेर अब लगेर बनाउनु पर्छ है बना तपाईँ कति राख्नु तपाईँलाई कति रुपियाँ किलो भने 2 किलो मिठो मैले खाइसकेको छु